हाई गाइस, वेलकम टु माई युट्युब च्यानल। आज चाहिँ म माइत आएको थिएँ औँसीमा आमा खुवाउनलाई। अनि त्यसपछि आमालाई खाँदेर पनि हेर्नु गाई आउनु परेको छ, के गर्नु। हाम्रो 4वटा बाख्रा छ। अनि त्यसपछि यता छ बाख्रा, त्यो चाहिँ नानी छ। नानी हाई गरिदेऊ। त्यो चाहिँ हाम्रो नानी हो है गाइज। यो सबै हेर्नु न, हाम्रो घर वरिपरि छ, बाँझो छ गाइज। हेर्नु के गर्नु, सबै मान्छेहरू चाहिँ के कहाँ गएर नानी चितवन काठमाडौँ गइहाल्यो। हामी मात्रै गाउँमा छौँ। यसरी हिजो मातातिथा औँसीमा आएको नि बनाउँछु भनेर त गाइज बिर्सेछु, माइन नगर्नु ल। अब यस्तै हेर्नु गाउँमा। अनि यता हेर्नुहोस् त गाइज, गाउँमा बस्नुको छुट्टै रमाइलो चाहिँ एउटा के हुन्छ भने नि, हेर्नु नानी कति धेरै ऐसेलु पाकेको। आइज खानालाई। यस्तो धेरै ऐसेलु पाकेको नि गाइज, यस्तो धेरै ऐसेलु छ कि यहाँ यसरी क्वाप क्वाप टिपेर एक मुठी बनाएर चाहिँ खान मजा हुन्छ गाइज। हेरौँ बाख्राले चाहिँ दुःख दिन्छ भनिरहनु भएको मम्मीले। कति बाघ आउँछ अरे नि त नानी। देखेर कस्तो घाँस देखेर काट्न मन लाग्यो नि, कस्तो रहर लाग्छ क्या। म चाहिँ घाँस फेरि छिटो छिटो काट्छु। बाख्रा चाहिँ कत्तिको हिँड्छ हेरौँ है त। छोड्दै जाँदैन। यहाँ चाहिँ यो नानी भइगयो। अनि त्यसपछि यहाँदेखि चाहिँ यता चाहिँ हाम्रो घर हेर्नु त गाइज। घर यता जङ्गल भएर अब के गर्ने, घरै देखाए होइन। त तल काकाको घरको टुप्पी मात्रै देखाए। यस्तो छ हेर्नु त। अब के गर्ने, तर गाउँै रमाइलो त। गर्मी पनि हुँदैन। एकछिन है त गाइज। यो चाहिँ मकैबारी गाइज। पानी नआएर हेर्नुहोस् न, सबै मकै सुक्या छ। के गर्ने, घरमा बुढाबुढी आमा बाउ मात्रै छ। काम नगर्नुहोस् भन्दा नि मान्दैन। मकै पनि खासै ठिकै छ, पानी नआएर सुक्या छ। बिहानै ओइलाएको होइन नि मकै त। यो चाहिँ सबै हाम्रो मकै है त। यो चाहिँ हाम्रो काकाको घर। अनि त्यसपछि त्यो चाहिँ हाम्रो घर। अनि गोठ घरमा मम्मी हुनुहुन्छ। आज मम्मीलाई पालो दिएको गाइज। सधैँ कति मम्मी मात्रै बिहानै उठ्यो, खाना बनायो, अनि फेरि गोठा लायो गर्नु भन्दा ल ठिक छ आज म जान्छु नि त भनेको। कस्तो हुन्छ खोइ, बाख्रा उफ्रेर तल पुगिसक्यो। कहाँ जान्छ गाइज थाहा छैन। हेर्नुहोस् त गाइज, लोकल अङ्गुर। हजुरहरूकोमा पनि छ यस्तो अङ्गुर। के भयो माया के भयो, मलाई उथुल पुथुल भयो गाइस। माइन नगर्नु है, गाउँले जीवन यस्तै हो। हेर्नुहोस् त हाम्रो घर चाहिँ माथि। अनि म मामुलाई बोलाउँछ है त अब। मामु गाइस बाख्राले चाहिँ अब हाम्रो ठिक छ। अब के गर्ने त। मामु यता हेर्नुहोस् त, मेरो ब्लगमा स्वागत छ तपाईलाई। हाई गर्नु त, हाई भन्नु न ल। ठिक छ है, मेरो मामु है गाइस। यो चाहिँ अमिलोको बोट, यो चाहिँ हाम्रो काकाहरूको केराको बोट। ए यता हेर्नुहोस् त गाइस, साउन्याहरू उल्टो खिचिरहेको छु कि नानी। यो चाहिँ हेर्नुहोस् त आरु, साउने आरु हो। यो आरु खाने बेलामा चाहिँ फेरि कोही हुँदैन, कोही फेरि यस्तो बढ्छ। नानी यो तिम्रोबाट राम्रो भिडियो बनाइदेऊ न।
उभिएन यो त बस्यो हेलो गाइस देखालोमा चाहिँ मैले यसरी 2 चुल्टी कपाल बाटेँ नानीले चाहिँ मलाई 2 चुल्टी कपाल बाड्दी तर के गर्नु लेबन्टु थिएन लेबन्टु त यस्तो ओरिजिनल पाइ गाइस अर्गानिक ठिक छ नि